नमस्कार, ह्याप्पी गुड मर्निङ डिएक्सन र प्रिय आमा बुवा, दाजुभाइ दिदीबहिनी, सर मिस म्याम, गुरुवर्गहरू। म डिएक्सनको प्रडक्टको साथमा एकदमै स्वस्थ छु र एकदमै ह्याप्पी छु। आई होप हजुरहरू पनि जहाँ होइसिन्छ, जुन ठाउँमा र जस्तो अवस्था भइसिन्छ, हजुरहरू पनि एकदमै स्वस्थ र एकदमै ह्याप्पी होइसिन्छ भन्ने म आशा भरोसा र विश्वास गर्दछु। म यति बेला यो सन्देश निरन्तर यात्राको क्रममा रसमटारबाट यो सन्देश प्रवाह गर्दैछु। आज चाहिँ म सहरबाट अनि रसमटार तथा घर हुँदै गुम्सालको मामा घर तथा घर हुँदै गाउँको यात्रा भोलि सहरमा परिणत गर्ने मेरो योजना र मेरो कन्सेप्ट र मेरो रिजन र भिजन अनुसारले म अगाडि बढिरहेको छु। र अगाडि बढ्दै गर्दाखेरि मेरो साथमा तथा हुइसिन्छ साइल तथा र म मामा अथवा बाजुघर तथा घर जाँदै थियौँ। बाटोमा हामी यात्राकै क्रममा फेरि हामीले यो सुमालाई चाहिँ भेट्यौँ र अनि उहाँले सोध्नुभयो कि हजुर कहाँ पुग्ने हो। हामीले भने गुन्साल जाने। अनि गुरुजीले भन्छन् भयो कि गुन्साल जाने हो त्यो गाडी पनि उतै जान्छ भनेर भन्छन् भयो। ठिकै छ नि त, अब हिँडेर जान त गाह्रो हुन्छ, माथि लेखबाट बेसी आउनुको लागि त हामीलाई एकदमै गाह्रो भयो र अनि हुन्छ हामी गाडीमै जान्छौँ भनेर चाहिँ हामीले गाडीमै जाने योजना बनायौँ र गुरुजीहरू फेरि यता फर्केर आएर गुरुजीहरू चाहिँ खाना खान जानुभएको छ। मैले एउटा भिडियो बनाएको थिएँ, उहाँ चाहिँ मेरो दादा हुनुहुन्छ राजमन्टाको। अनि दादा घरमा हामीले चाहिँ माथि लेकबाट बेसीमा आएर अथवा घरबाट तथा घरमा आएर खाना खाएर फेरि हामी मामा घरतिर जाँदैथ्यौँ र बाटोमा गाडी भेट्यौँ र अब गाडीमा जाने योजना भएको छ। गुरुजीहरू चाहिँ अहिले खाना खान मतलब ब्रेकफास्टको लागि पसलमा जानुभएको छ। अब सहरमा होटेल भन्छ भने गाउँमा चाहिँ पसल भन्छ होइन, त्यस्तै त्यहाँ चाहिँ ब्रेकफास्टको लागि त्यहाँ जानुभएको छ। ल दादा, आज मैले एउटा भिडियो बनाएको, फेरि हजुर आइसिनु भयो र देखिसिनु नि भयो। उहाँ चाहिँ मेरो ज्येष्ठ दादा हुनुहुन्छ। यही नै भन्न चाहन्छु। दादा हजुर केही भन्नुहुन्छ? दादाले केही भन्नुहुन्न। दादा एकदमै चाहिँ ठिक हुनुहुन्छ। दादालाई पनि भिडियोमा देख्न पायौँ। तपाईँलाई चाहिँ तपाईँको भाइले चाहिँ जतिजना तपाईँको भाइले जो यो भिडियो हेर्नुहुन्छ अथवा संसारका धेरै मान्छेहरूले हजुरलाई पनि देख्नुहुन्छ है यो भिडियोबाट। अनि हजुरलाई मेरो दादा भनेर चिन्नुहुन्छ सबैले। ल हुन्छ दादा, हजुरलाई धेरै धेरै धन्यवाद छ। मैले यो भिडियो बनाएँ। ल हजुर राम्रोसँग बस्ने। फेरि अब चाहिँ मेरो आज भोलि चाहिँ फेरि गाउँबाट सहरको यात्रा तयार हुन्छ। फेरि सहरमा पनि केही कामहरू छ मेरो, फेरि आफ्नै जिम्मेवारी र कर्तव्य कुराहरू पनि छ। र हुन्छ दादा, हजुर राम्रोसँग बस्नुहोस्। हामी केही छिनपछि अब गुरुजी आएपछि हामी चाहिँ जान्छौँ। ओके, एउटा भिडियो बनाइरहेको छु। अनि अब गुरुजी आउनुहुन्छ। अनि गुरुजी आइसकेपछि हामी चाहिँ यहाँबाट फेरि मामा घर जान्छौँ। मामा घर गएर त्यहाँ बस्छौँ आज र अनि भोलि फेरि यताको बाटो त बन्द छ, रोसी खोलाको बाटो। अब अर्को बाटो हुँदै फेरि हामी भोलि चाहिँ गाउँबाट सहरको यात्रा तयारी गर्दैछौँ। आई होप हाम्रो यात्रा भोलिको मौसम नै एकदमै राम्रो हुनेछ र मौसमले हामीलाई साथ दिनेछ र हामी सबैको यात्रा मतलब भोलि गाउँदेखि सहर जाने सम्पूर्ण मेरा प्रिय आमा बुवा, दाजुभाइ दिदीबहिनी, सर मिस म्याम, गुरुवर्गको सबैको यो सुन्दर सपनाको सहरको यात्रा अथवा गाउँको सुन्दर सपना चाहिँ सहरसम्म पुर्याउनेको यात्रा, यो यात्रा सबैको सफल हुनेछ भन्ने म आशा भरोसा र विश्वास गर्दछु। र हामी सबैको यात्रा भोलिको यात्रा सफल होस् भन्ने पनि म अग्रिम यात्रा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। अब केही छिनपछि गुरुजी आइसिनु हुनेछ। गुरुजी चाहिँ आइसिन्न, अहिले चाहिँ त्यहाँ गुरुजी चाहिँ अब ब्रेकफास्टको लागि गइसिनु भएको छ र एकैछिनपछि गुरुजी आइसिनुहुन्छ। त्यसपछि हामी हाम्रो
यात्रा र गन्तव्यतिर हामी अगाडि बढ्नेछौँ। आजको यात्रा पनि हाम्रो एकदमै सभ्य र भव्य तरिकाले सुसम्पन्न हुनेछ भन्ने आशा गर्दै मेरो प्रिय आमा बुवा दाजुभाइ दिदीबहिनी सर मिसनाम गुरुवर्गहरू यहाँसम्म हजुरहरूले सुनेर साथ सपोर्ट र सहायता गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिँदै म मेक्सियासे पनि हजुर समक्षबाट बिदा हुन अनुमति चाहन्छु। नमस्कार। मेरो देश मेरो नेपाल, जय देश जय नेपाल।